सो हे गाइस स्वागत छ तपाईहरुलाई मेरो छोटो मिठो ब्लगमा। आज चाहिँ भान्जाको बर्थडे मैले चाहिँ केक लिएर आइसके। अब मैले केक खोल्नको लागि चाहिँ भान्जाले केक ल्याएर बनिरहेको छु। देखाएको छु जरा भने हेर्नुस् गाइस केक मेरो भान्जाको बर्थडे। अब चाहिँ मैले केक यहाँ राखेको छु। भान्जा चाहिँ खुसी भइरहेको छन् आफ्नो बर्थडेमा ह्यापी बर्थडे भन्दै आफै ताली बजाइरहेको छन्। मैले चाहिँ क्यान्डल जलाइसके बालिसके। यता चाहिँ स्प्रे छर्किसक्यो। भान्जाको चाहिँ आँखामा 81 स्प्रे पर्यो होला। भान्जा चाहिँ डरायो मामा भन्दै म यतिर आएको छन्। मैले चाहिँ अनि पुस्दिसकेँ आँखामा। आँखाबाट पुस्दिसकेपछि चाहिँ अहिले भान्जा खुसी भइसक्यो। ऊ चाहिँ 81 डरायो क्या स्प्रे 81 आँखामा आउँदाखेरि। जब आँखा छोप्यो नि त अनि आँखा पनि बन्द गरेछन् अनि डराए। अनि अहिले चाहिँ भान्जा खुसी भइसके। अब भान्जा बस्छन्। भान्जालाई मैले टोपी पनि लगाइदिएँ। मेरो चाहिँ टाउकोभरि स्प्रे। आमाले केक खुवाइदिनु भयो। भान्जाले क्यान्डल पनि निभाइसके बत्ती निभाइसके। ताली बजाउँदै मैले चाहिँ ह्यापी बर्थडे भन्दैछु। भान्जा पनि खुसी नै छन्। भान्जाले पनि ताली बजाइरहेको छन्। भान्जाले केक काटेर भान्जालाई मैले खुवाइदिएँ। भान्जाले पनि चक्कु समातेँ मैले पनि उसको हातमा समातेर। फेरि भान्जाले आफै काट्दैछन्। चक्कु दिन मानिरहेको छैनन्। आमाले चक्कु माग्नु भएको छ। आमाको पालो अब केक खुवाउने। केक खुवाइदिइसक्नु भएको छ आमाले। फेरि पनि खुवाइदिनु भयो। गालामा दल्न चाहिँ भान्जा मान्दैनन्। स्प्रे छर्केर क्यामेरामा लगाएर क्यामेरा चाहिँ ब्लर देखिरहेको छ। स्प्रे छर्केर एकदम झलमल्ल रमाइलो छ। अब हजुरबाको पालो केक खुवाउने। केक हजुरबाले हातले टिपेर क्वाप खुवाइदिनु भान्जालाई। भान्जा पनि गम खाइरहेको छन् केक। गालामा दल्न चाहिँ मान्दैनन्। गालामा दलिसकिन्छ कम हुन्छ भनेर पुग्दैन भनेर होला सायद। भान्जाले गालामा दल्न चाहिँ मानेको छैन। टोपीमा लागेको रहेछ हल्का फल्का। मान्छे चाटिरहेको छु गाइज हेर्नुस्। आमाको पालो अब टिका लाउने। आमाले टिका लगाइदिनु भयो। टिका लाउनु चाहिँ सुरुवात आमा र हजुरबाबाबाटै गरेको हामीले। अनि त्यसपछि पालेसँगले लायौँ। मम्मी र बुवाले लगाइदिनु भयो। त्यसपछि अनि हामीले लायौँ। भान्जाले चक्कु चाटिरहेका छन्। भान्जा अलि चञ्चले छन् हाम्रो। भान्जाको माइजीले चाहिँ स्प्रे देखाइरहेको छ। स्प्रे चाहिँ सकिसकेको रहेछ। स्प्रे चाहिँ गएन गाइज देख्न सक्नुहुन्छ भिडियोमा। अब हाम्रो पालो टिका लाउने। मैले चाहिँ पैसा निकालिसकेको जीबाट टिका सिका लगाइदिएर पनि मैले। गाइज भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा एक लाइक कमेन्ट गरिदिनु होला। कमेन्टमा चाहिँ ह्यापी बर्थडे लेखिदिनु होला गाइज। हस् त थ्याङ्क यू भिडियो लास्टसम्म हेरेर साथ दिनुभयो।